यदि तपाईँ अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ र नर्सिङमा आफ्नो भविष्य बनाउने सोच्दै हुनुहुन्छ भने तपाईँले ग्रेजुएट इन्ट्री नर्सिङ भन्ने शब्द त सुन्नुभएकै होला। ग्रेजुएट इन्ट्री नर्सिङले पहिले नै कुनै विषयमा ब्याचलर सकिसकेका विद्यार्थीहरूका लागि छिटो र सजिलैसँग रजिस्टर नर्स बन्ने अवसर प्रदान गर्छ। आउनुहोस् यो ग्रेजुएट इन्ट्री नर्सिङ के हो र यसले तपाईँको भविष्यमा आरएन बन्ने योजनामा कसरी मद्दत गर्न सक्छ भन्ने बारेमा विस्तृत रूपमा कुरा गरौँ। अस्ट्रेलियामा ग्रेजुएट इन्ट्री नर्सिङ भन्नाले नर्सिङ बाहेक अन्य कुनै विषयमा ब्याचलर सकेका विद्यार्थीहरूले छिटोभन्दा छिटो रजिस्टर नर्स बन्न मद्दत गर्ने एक्सेलरेटेड पाथवेलाई बुझाउँछ। यी प्रोग्रामहरू विद्यार्थीको अघिल्लो एकाडेमिक एक्सपिरियन्सलाई सदुपयोग गर्ने गरी बनाइएका हुन्छन्, जसले गर्दा विद्यार्थीहरूले सामान्यतः 2 वर्षमा नै नर्सिङ पेसामा प्रवेश गर्न सक्छन्। अस्ट्रेलियामा ग्रेजुएट इन्ट्री नर्सिङ प्रोग्राम मुख्यतः 2 प्रकारका हुन्छन्। पहिलो भनेको ब्याचलर अफ नर्सिङ ग्रेजुएट इन्ट्री। यो अन्डर ग्रेजुएट लेभल प्रोग्राम हो। यसमा तपाईँले पहिलेको पढाइको क्रेडिट पाउनुहुन्छ, जसले गर्दा सामान्यतः 3 वर्ष लाग्ने ब्याचलर अफ नर्सिङको कोर्स तपाईँले 2 वर्षमै पुरा गर्न सक्नुहुन्छ। यो प्रोग्राम नर्सिङ बाहेक जुनसुकै विषयमा ब्याचलर्स गरेका विद्यार्थीहरूको लागि एकदम उपयुक्त हुन्छ। दोस्रो भनेको मास्टर अफ नर्सिङ ग्रेजुएट इन्ट्री। यो पोस्ट ग्रेजुएट लेभलको प्रोग्राम हो, जसले पनि अन्य विषयमा अन्डर ग्रेजुएट लेभल प्रोग्राम सकेका विद्यार्थीहरूलाई रजिस्टर नर्स बन्न तयार गर्दछ। यो पनि 2 वर्षको फुल टाइम कोर्स हो र यसमा एडभान्स कोर्स वर्क र क्लिनिकल प्र्याक्टिस अनि रिसर्चमा विशेष जोड दिएको हुन्छ। अब तपाईँलाई ब्याचलर्स र मास्टर्स ग्रेजुएट इन्ट्री नर्सिङमा के फरक छ त भन्ने लाग्न सक्छ। ब्याचलर अफ नर्सिङ ग्रेजुएट इन्ट्री अस्ट्रेलियन क्वालिफिकेसन फ्रेमवर्कको लेभल 7 अन्तर्गत पर्दछ। यसले रजिस्टर नर्सको रूपमा काम सुरु गर्न आवश्यक बेसिक क्लिनिकल स्किल र नलेज प्रदान गर्दछ। मास्टर अफ नर्सिङ ग्रेजुएट इन्ट्री भनेको चाहिँ अस्ट्रेलियन क्वालिफिकेसन फ्रेमवर्कको लेभल 9 मा पर्दछ। यसले क्लिनिकल ट्रेनिङ भन्दा माथि उठेर चाहिँ रिसर्च, लिडरसिप र हेल्थ पोलिसी जस्ता एडभान्स टपिकहरू चाहिँ समावेश गर्दछ, जसले गर्दा यसलाई एकाडेमिकल्ली बढी कम्प्रिहेन्सिभ बनाउँछ। दुवै पाथवेजमा स्टुडेन्टले हस्पिटल र अन्य हेल्थ केयर सेटिङमा सुपरभाइज क्लिनिकल प्लेसमेन्ट पुरा गर्नुपर्छ। यो प्लेसमेन्ट चाहिँ प्रायः 800 घन्टा वा त्योभन्दा बढी पनि हुनसक्छ। ब्याचलर्स ग्रेजुएट इन्ट्री र मास्टर्स ग्रेजुएट इन्ट्री दुवै प्रोग्राम्सले तपाईँलाई अस्ट्रेलियामा रजिस्टर नर्स बन्न इलिजिबल बनाउँछ। कुनै पनि एक्रेडिटेड 2 वर्ष प्रोग्रामबाट ग्रेजुएट भएपछि तपाईँले रजिस्ट्रेसनको लागि एप्लाई गर्न सक्नुहुन्छ। तपाईँले ब्याचलर्स वा मास्टर्स जुनसुकै डिग्री हासिल गरे पनि नयाँ रजिस्टर नर्सको रूपमा तपाईँको पहिलो जागिर, जिम्मेवारी र स्टार्टिङ स्यालेरी सेम नै हुनेछ। इमिडिएट जब प्रोस्पेक्ट्सको हिसाबले दुवै क्वालिफिकेसनले आरएनको रूपमा काम सुरु गर्न चाहिँ समान अवसर दिन्छ। तर यदि तपाईँ भविष्यमा नर्सिङ क्षेत्रमा लिडरसिप, म्यानेजमेन्ट, एकाडेमिक वा रिसर्चतिर अगाडि बढ्ने लक्ष्य राख्नुहुन्छ भनेदेखि मास्टर्स डिग्रीले स्पष्ट रूपमा तपाईँलाई बढी फाइदा पुर्याउँछ। अब नर्सिङ पढ्न खर्च कति लाग्छ त? अस्ट्रेलियामा 2 वर्षको ग्रेजुएट इन्ट्री नर्सिङ प्रोग्रामको लागि एनुअल ट्युसन फी लगभग अस्ट्रेलियन डलर 31,000 भन्दा बढी लाग्छ 1 वर्षको। धेरैजसो अस्ट्रेलियन युनिभर्सिटीहरूले इन्टरनेसनल स्टुडेन्टलाई स्कलरसिप पनि दिन्छन्। डेडलाइन चाँडै नै सकिने भएकोले गर्दाखेरि स्कलरसिपको लागि टाइममै रिसर्च गरेर एप्लाई गर्नु एकदमै जरुरी छ। स्कलरसिपको बारेमा भरपर्दो र अप टु डेट जानकारीको लागि तपाईँले लोटससँग कनेक्ट हुन सक्नुहुन्छ। स्कलरसिप चाहिँ मुख्य गरी युनिभर्सिटी स्पेसिफिक स्कलरसिप हुन्छ। प्रायः सबै अस्ट्रेलियन युनिभर्सिटीहरूले इन्टरनेसनल स्टुडेन्टको लागि छुट्टै स्कलरसिप प्रोग्राम राखेका हुन्छन्। यी स्कलरसिप बारे युनिभर्सिटीको अफिसियल वेबसाइटमा स्कलरसिप सेक्सनमा गएर पनि हेर्न सकिन्छ। तपाईँले एप्लाई गर्न चाहेको युनिभर्सिटीको वेबसाइट चाहिँ स्कलरसिप सेक्सन राम्रोसँग हेर्नु होला। अर्को भनेको डेस्टिनेसन अस्ट्रेलिया स्कलरसिप। यो स्कलरसिप खास गरी अस्ट्रेलियाको रिजनल एरियामा भन्नाले मुख्य सहरदेखि बाहिर पढ्न जाने स्टुडेन्टको लागि हो। यदि तपाईँ मेन सिटी भन्दा बाहिर पढ्न जाने सोच्दै हुनुहुन्छ भनेदेखि यो स्कलरसिपको बारेमा पक्कै पनि खोज्नु होला। यो सँगसँगै एक्सटर्नल अर्गनाइजेसनहरूले पनि स्कलरसिप प्रोभाइड गरिरहेका हुन्छन्। युनिभर्सिटी बाहेक अरू संस्थाहरू हुन्छन् जसले चाहिँ इन्टरनेसनल स्टुडेन्टलाई स्कलरसिप दिन्छन्। यस्तो स्कलरसिपको लागि तपाईँ आफैले अलि बढी रिसर्च गर्नुपर्ने हुन्छ। स्कलरसिप एप्लाई गर्दा ध्यान दिनुपर्ने कुरा भनेको स्कलरसिपको लागि कोर्सको डेडलाइन भन्दा धेरै अगाडि नै तपाईँले एप्लाई गर्नुपर्छ। स्कलरसिपको डेडलाइन कोर्सको डेडलाइन भन्दा चाँडै बन्द हुन सक्छ र पाउनलाई कम्पिटिसन पनि हाई हुन्छ। त्यसैले टाइममै तयारी गर्नुभयो भनेदेखि चान्स बढी हुन्छ। अस्ट्रेलियामा नर्सिङ पढ्नको लागि ट्युसन फिज, स्कलरसिप र एप्लिकेसन प्रोसेसका बारेमा लेटेस्ट र सही जानकारी चाहियो भनेदेखि लोटसलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँलाई पर्सनल गाइडेन्स दिन्छौँ। कुन युनिभर्सिटीको के रिक्वायरमेन्ट छ भनेर बुझाउँछ र एप्लाई गर्ने प्रोसेसमा पनि हेल्प गर्छौँ। अस्ट्रेलियामा ग्रेजुएट इन्ट्री नर्सिङ प्रोग्राममा एप्लाई गर्नका लागि नेपाली विद्यार्थीहरूले केही
इम्पोर्टेन्ट क्राइटेरियाहरू पुरा गर्नुपर्छ। सबैभन्दा पहिले तपाईँले नर्सिङ बाहेक अरू कुनै पनि सब्जेक्टमा ब्याचलर्स डिग्री पुरा गरेको हुनुपर्छ। तपाईँको यो डिग्री आइटी, बिजनेस, कम्युनिटी सर्भिस वा अरू कुनै पनि फिल्डमा हुनसक्छ। यसका साथै तपाईँको अङ्ग्रेजी भाषाको दक्षता पनि राम्रो हुनुपर्छ। धेरैजसो युनिभर्सिटीहरूले आइएल्टिएसमा ओभरअल 7 र सबै ब्यान्डमा चाहिँ 7 नै माग्छन्। तर रिसेन्ट अपडेटमा केही इन्स्टिट्युसनहरूले चाहिँ राइटिङमा 6.5 भए पनि मान्न सक्ने सम्भावना चाहिँ देखिएको छ है। अर्को महत्त्वपूर्ण कुरा भनेको धेरै युनिभर्सिटीहरूले ह्युमन एनाटोमी र फिजियोलोजी जस्ता सब्जेक्टहरू पढेको हुनुपर्ने रिक्वायरमेन्ट राख्छन्। यदि तपाईँले +2 वा ब्याचलर्समा यो सब्जेक्ट पढ्नु भएको छैन भने केही युनिभर्सिटीहरूले यो रिक्वायरमेन्ट पुरा गर्नको लागि अनलाइन ब्रिजिङ कोर्सेस वा ट्रान्जिसन युनिट्स जस्ता अप्सनहरू दिन्छन्। अब तपाईँको एकाडेमिक ब्याकग्राउन्ड र गोल अनुसार कुन युनिभर्सिटी ठिक हुन्छ भनेर पत्ता लगाउन चाहिँ हामी तपाईँलाई गाइड गर्न सक्छौँ। अब म एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु जुन अस्ट्रेलियामा नर्स बन्ने सपना देख्ने हरेक विद्यार्थीहरूले जान्नै पर्छ। अस्ट्रेलियामा सबै मास्टर अफ नर्सिङ डिग्रीले तपाईँलाई रजिस्टर्ड नर्स बनाउँदैन। यो सुन्न तपाईँलाई अचम्म लाग्न सक्छ, तर यो सत्य हो र यो नबुझ्दा तपाईँको भविष्यमा ठुलो असर पनि पर्न सक्छ। यो कुरा बुझ्नको लागि तपाईँले अस्ट्रेलियामा 2 किसिमका मास्टर अफ नर्सिङ प्रोग्राम हुन्छन् भनेर थाहा पाउनुपर्छ। पहिलो भनेको प्री रजिस्ट्रेसन वा ग्रेजुएट इन्ट्री मास्टर्स, यसको बारेमा हामीले अघि नै कुरा गरिसक्यौँ। अर्को भनेको पोस्ट रजिस्ट्रेसन मास्टर्स। यो प्रोग्राम चाहिँ ती व्यक्तिहरूका लागि हो जो अस्ट्रेलियामा पहिले नै रजिस्टर्ड नर्सको रूपमा काम गरिरहेका छन्। आरएनको रूपमा काम गरिरहेका व्यक्तिहरूले आफ्नो प्रोफेसनल डेभलपमेन्टको लागि वा म्यानेजमेन्ट, लिडरसिप, क्लिनिकल एजुकेसन जस्ता कुनै खास क्षेत्रमा स्पेसलाइज गर्नको लागि चाहिँ यो कोर्स पढ्ने गर्छन्। अब यहाँ सबैभन्दा ठुलो जोखिम के छ भने यदि तपाईँले गल्तीले पनि पहिले नै आरएन भइसकेकाहरूको लागि बनाएको पोस्ट रजिस्ट्रेसन कोर्समा एडमिसन लिनुभयो भने त्यो कोर्स सकेपछि तपाईँ आरएन बन्नको लागि एलिजिबल हुनुहुन्न। यस्तो भयो भने तपाईँको लाखौँ पैसा पनि बर्बाद हुन्छ र 2 वर्षको अमूल्य समय पनि बर्बाद हुन्छ। त्यसैले कुनै पनि युनिभर्सिटीमा एप्लाई गर्नु अगाडि तपाईँले पढ्न चाहेको मास्टर अफ नर्सिङ कोर्स आरएन बन्नको लागि एप्रुभ छ कि छैन भनेर आफैले चेक गर्नु अनिवार्य छ। त्यसको लागि हामी जस्तो एजुकेसन कन्सल्ट्यान्टसँग परामर्श लिन पनि सक्नुहुन्छ। अस्ट्रेलियाको आधिकारिक निकाय आप्राको वेबसाइटमा गएर अप्रुभ प्रोग्रामको लिस्ट हेरेर पनि कन्फर्म गर्न सक्नुहुन्छ। यो लिस्ट अपडेट भइरहन्छ। त्यसैले यो सानो सावधानी अपनाउनु भयो भनेदेखि तपाईँलाई धेरै ठुलो पछुतो हुनबाट चाहिँ बचाउन सक्छ। तपाईँ आफै आप्राको वेबसाइटमा जानुहोस्, एप्रुभ प्रोग्रामको लिस्ट खोज्नुहोस् र त्यो लिस्टमा युनिभर्सिटीको नाम र तपाईँले एप्लाई गर्न लागेको एक्ज्याक्ट कोर्सको टाइटल छ कि छैन भनेर हेर्नुहोस्। यो सानो चेक नै तपाईँको सबैभन्दा ठुलो सेफ्टी नेट हो र यसले तपाईँको लगानीलाई तपाईँको रजिस्टर्ड नर्स बन्ने लक्ष्यमा पुर्याउँछ भन्ने कुरा इन्स्योर गर्छ। यो भिडियो बनाउँदाको मितिसम्म आप्रा अप्रुभ ग्रेजुएट इन्ट्री कोर्सेसहरूको जानकारी स्क्रिनमा सेयर गरिरहेको छु, जसमा चाहिँ ब्याचलर अफ नर्सिङ ग्रेजुएट इन्ट्री प्रोग्राम प्रिन्डर्स युनिभर्सिटी र युनिभर्सिटी अफ सनसाइन कोर्स जस्ता युनिभर्सिटीहरूमा उपलब्ध छन्। मास्टर लेभल ग्रेजुएट इन्ट्री नर्सिङ कोर्सेस पनि अस्ट्रेलियामा धेरै युनिभर्सिटीहरूले अफर गर्छन्। अब अप्रुभ कोर्स लिस्टमा युनिभर्सिटीहरू चाहिँ एडिथ कोवन युनिभर्सिटी मास्टर अफ नर्सिङ ग्रेजुएट इन्ट्री छ, साउथर्न क्रस युनिभर्सिटी, चार्ल्स डार्विन युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, मोनास युनिभर्सिटी, क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ एडिलेड, युनिभर्सिटी अफ क्यानबेरा, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ न्यू इङ्ल्यान्ड, युनिभर्सिटी अफ सिडनी, युनिभर्सिटी अफ वोलङ्गङ, वेस्टर्न सिडनी युनिभर्सिटी आदि इत्यादि युनिभर्सिटीहरू चाहिँ छन्। यी त युनिभर्सिटीहरूका लिस्ट भए, तर यहाँ एउटा ध्यान दिनै पर्ने कुरा के छ भनेदेखि यी मध्ये केही युनिभर्सिटीहरूको कोर्स अप्रुभलको मिति चाहिँ 2025 र 26मा सकिँदैछ। अब त्यो कोर्स सम्बन्धित युनिभर्सिटीले आप्राबाट रिन्युअल गराउँछ कि गराउँदैन भन्ने कुरा भविष्यमै थाहा हुन्छ। त्यसैले एप्लाई गर्नु अघि सधैँ आप्राको आधिकारिक वेबसाइट चेक गर्नु बुद्धिमानी हुन्छ। अस्ट्रेलियामा आरएन बन्ने प्रोसेस एकदमै स्ट्रेट फरवर्ड छ। सुरुमा तपाईँले आफूलाई मनपर्ने युनिभर्सिटी छान्नुहुन्छ र आफ्नो डकुमेन्ट्स जस्तै एकाडेमिक डकुमेन्ट्स, स्टेटमेन्ट अफ प्रपोज, आइएल्टिएस पिटी आदि इत्यादि डकुमेन्ट्सहरू तयार पार्नुहुन्छ। युनिभर्सिटीले एप्लिकेसन एक्सेप्ट गरेपछि तपाईँलाई कन्फर्मेसन अफ इनरोलमेन्ट आउँछ र त्यसपछि तपाईँले आफ्नो स्टुडेन्ट भिजा एप्लाई गर्नुहुन्छ। 2 वर्षको ग्रेजुएट इन्ट्री नर्सिङ प्रोग्राम सकेपछिको स्टेप सबैभन्दा महत्त्वपूर्ण छ। त्यो भनेको आप्रामा रजिस्ट्रेसन गर्ने। तपाईँले अस्ट्रेलियाकै एक्रेडिटेड प्रोग्राम पढेकोले यो प्रोसेस तपाईँको लागि एकदमै सजिलो हुन्छ। तपाईँले आफ्नो पढाइको डिटेल्स, प्रुफ अफ आइडेन्टिटी, आफ्नो क्यारेक्टर राम्रो छ भन्ने प्रमाण पेश गरेर सिधै आप्रामा एप्लाई गर्नुहुन्छ। आप्राले सबै कुरा भेरिफाई गरेपछि तपाईँको नाम अस्ट्रेलियाको नेसनल रजिस्टरमा चढ्छ।
ल बधाई छ तपाईँलाई। अब तपाईँ आधिकारिक रूपमा अस्ट्रेलियाको रजिस्टर्ड नर्स बन्नुभयो। अब आरएनको रूपमा करियर चाहिँ कस्तो हुन्छ त? अस्ट्रेलियामा तपाईँले सुरुमै वार्षिक 70,000 देखि 80,000 सम्म कमाउन सक्नुहुन्छ आरएनको रूपमा चाहिँ। विशेष गरी रिजनल एरियाहरूमा नर्सको डिमान्ड धेरै छ। प्यारेन्ट्सहरूको लागि यो लगानी राम्रो रिटर्न भयो। पढाइ सकिने बित्तिकै तपाईँले टेम्पोररी ग्रेजुएट भिजामा एप्लाई गर्न सक्नुहुन्छ, जसले गर्दा कम्तीमा 2 वर्षसम्म फुल टाइम काम गर्न मिल्यो। अब रिटर्न अन इन्भेस्टमेन्टको कुरा गर्दा यदि तपाईँले अस्ट्रेलियामै बस्ने मनसाय बनाउनु भयो भनेदेखि अस्ट्रेलियामा सुरुमै वार्षिक 70,000 देखि 80,000 सम्मको प्याकेज हुन्छ नर्सेसहरूको, विशेष गरी रिजनल एरियामा, किनकि डिमान्ड धेरै छ। प्यारेन्ट्सहरूको लागि पनि यो लगानी राम्रो रिटर्न भयो। पढाइ सकिने बित्तिकै तपाईँले चाहिँ टेम्पोररी ग्रेजुएट भिजामा एप्लाई गर्न पाउनुहुन्छ, जसले गर्दा कम्तीमा 2 वर्षसम्म फुल टाइम काम गर्न मिल्यो। नर्सिङ प्रायोरिटी माइग्रेसन स्किल अकुपेसन लिस्टमा भएकोले यो वर्क एक्सपिरियन्सले तपाईँलाई पर्मनेन्ट रेसिडेन्सी पाउन र अस्ट्रेलियामा सेक्युर लाइफ सेटल गर्न चाहिँ धेरै मद्दत गर्छ। अस्ट्रेलियाको आरएन क्वालिफिकेसन भनेको संसारभरिको लागि नै पासपोर्ट जस्तै हो। युके, क्यानाडा, युएसए, न्युजिल्यान्ड जस्ता देशहरूमा यसको ठुलो सम्मान छ। हुन त हरेक देशको आफ्नै नियम हुन्छ। युएस र क्यानाडाको लागि एनक्लेक्स एक्जाम दिनु पर्यो, तर अस्ट्रेलियाको डिग्री र अनुभवले तपाईँलाई जहाँ पनि अब्बल क्यान्डिडेट बनाउँछ। अब कुरा गरौँ नेपालको। यदि तपाईँ अस्ट्रेलियाबाट पढेर नेपाल फर्किनु भयो भनेदेखि तपाईँको डिमान्ड नै अर्कै हुन्छ। तपाईँ ह्याम्स, नर्विक, मेडिसिटी जस्ता ठुला हस्पिटलहरूमा नर्स म्यानेजर वा एजुकेटर जस्ता लिडरसिप रोलको लागि पहिलो रोजाइ बन्नुहुन्छ। युएन, WHO जस्ता इन्टरनेसनल अर्गनाइजेसनसँग मिलेर पब्लिक हेल्थ प्रोजेक्टहरूमा काम गर्न सक्नुहुन्छ वा आफ्नै विशेष स्वास्थ्य सेवा पनि खोल्न सक्नुहुन्छ। तपाईँको करेन्ट डिग्रीबाट ग्लोबल नर्सिङ करियरमा जाने स्टेपमा हामीले सहज तरिकाले तपाईँलाई असिस्ट गर्न सक्छौँ। तपाईँको यो ट्रान्जिसनलाई सफल र तनावमुक्त बनाउन A to G सपोर्ट लोटसले गर्नेछ। तपाईँको लागि पर्फेक्ट ग्रेजुएट इन्ट्री नर्सिङ प्रोग्राम र युनिभर्सिटी छान्नेदेखि एडमिसनको लागि चाहिने पेपरवर्क मिलाउने र भिजा प्रोसेससम्म सबै कुराहरू हामीले हेल्प गर्नेछौँ। हामीसँग कनेक्ट भएपछि तपाईँले हुन सक्ने गल्तीहरूबाट बच्न र सही जानकारीको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको मनमा नर्सिङ रिलेटेड केही क्वेसनहरू छन् भनेदेखि तल कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। एप्लिकेसन प्रोसेस सुरु गर्नको लागि चाहिँ दिएको WhatsApp नम्बरमा सिधै मेसेज गर्नुहोस्। यदि यो भिडियोले तपाईँलाई केही मात्रामा पनि मद्दत गर्यो भने लाइक गर्नु होला। नर्सिङ पढ्ने सोचिरहेका आफ्ना साथीहरूलाई पनि यो भिडियो सेयर गर्नु होला र यस्तै गाइडका लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। अब तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ र ब्याचलर्स सक्न लाग्नु भएको छ अथवा सकिसक्नु भएको छ र नर्सिङ करियर खोजिरहनु भएको छ भनेदेखि हामीसँग छिटोभन्दा छिटो कनेक्ट हुनुहोस्। नर्सिङको सिट लिमिटेड हुन्छ, तपाईँलाई थाहा छँदैछ। तपाईँलाई कुन ठाउँमा कस्तो नर्सिङ प्रोग्राम उपयुक्त हुन्छ त्यो हामीले छलफल गरेर त्यो युनिभर्सिटीमा एप्लाई गर्न सक्नेछौँ। फेरि पनि एप्लिकेसन अगाडि बढाउनको लागि दिएको WhatsApp नम्बरमा मेसेज गर्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। International Education Foundation